1 2 3 अलिक ठुलो गरौँ त कत्रो बद्दो रहेछ बल्ल 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 लोड भइसक्यो हो बाटो लाग्यो अब चाहिँ पाखिमबाट अब अनलोड गरिसक्यो हेलो गाइस सबैजना नमस्ते छ है त है आज फेरि लोड ल्याउनु लोड लगाउनु आएको हो तपाईको 8 बजे आएको होला दुईजना यहीँनिर बस्यो होला 4 घण्टा जस्तो अहिलेसम्म पनि लोड भएको छैन हो के हुन्छ कति बेला हुन्छ अब देखाउने कोसिस गर्छु हेर्दै गर्नुहोस् है त पाखिमै छ है जानु पनि रेडी नगर्यो लोड हो के हुन्छ के हो देखाउने कोसिस गर्छु है भन्दै हेर्नुहोस् है त आज के हुन्छ के हुँदैन रहेछ है अन्त यहाँनिर तपाईँको अझै यो पनि देखाउँ भनेको यो नयाँ यो फ्यान छ है फ्यान पनि छ हो अझै तपाईँको यहाँ यस्तो पनि छ यो किधर गयो है किधर गए आराम त यो यस्तो पनि छ तपाईँको यो स्पिच गर्दै हिँड्दाखेरि पनि हुने खालको भएको छ हेलो 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 के हो है ज्यादा मेरो भन्दा यहाँ त होइन भोल्युम मारेको थिएछ नि हेलो 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 यस्तो पनि भएछ यो सबै सेट लगाएको चाहिँ हाम्रो यो रामदाको बुको गाडीमा चाहिँ हेलो 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 यस्तो सेट लगाएको चाहिँ अब बुको गाडीमा चाहिँ है यस्तोहरू छ यसरी सेट फिट गरेपछि सबै गाना पनि भइहाल्छ हो यो हेलो 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 भन्दा पनि भइहाल्छ यो एकछिन गरौँ त रामदा गरौँ त अलिक 1 2 3 अलिक ठुलो गरौँ त कत्रो बद्दो रहेछ यस्तो छ है सबै फिट छ है भन्दै अब के हुन्छ है के लोड हो त्यो चाहिँ देखाउने कोसिस गर्छु यता आज चाहिँ पर्खिँदाखेरि पनि नभएर चाहिँ गोली हुन थाल्यो स्कुलको प्राइभेट स्कुल रहेछ पनि हो के हो पनि नाम चाहिँ फुटबल हुन थाल्दैछ है फुटबल खेल्दै बसाइ हुँदैछ दुई भाइको चाहिँ बोरिङ लाग्दो भइरहेछ के गर्नु फुटबल रेगाड खेल्दैछ सामान चाहिँ हिँडेरै रहेछ यो गाउँमा बोक्नेहरू हो यस्तो छ है फुटबल खेला हुँदैछ फुटबल हेर्दै हेर्दै टाइम पास फुच्चीहरू फुटबल खेल्दैछ है फुच्चीहरू फुटबल खेल्दैछ टाइम पास धेरै हुँदैछ टाइम पास फुच्चीहरूको फुटबल अब बान्ने भने चाहिँ गोठको सामान रहेछ हो गोठ सारेको रहेछ है बल्ल लोड भइसक्यो 5 घण्टा बादमा चित्र मुनिबाट सामान हालेको छ है गोठको सामान गोठ सारेको रहेछ भोलि चाहिँ गाई लाने भन्दैछ हो अब चाहिँ बाटो लाग्यौँ है हामी अब चाहिँ बल्ल 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 लोड भइसक्यो हो बाटो लाग्यो अब चाहिँ बाटो लाग्यौँ है हामी गोठको सामान बोकेर गोठ सार्ने कुरा रहेछन् लाग्दैछ के हुन्छ के हुँदैन देखाउने कोसिस गर्छु है बाटोतिर यस्तै छ अब गाडीको लाइनमा है यहाँ गुरुजी पनि मालिक पनि उहाँ नै हुनुहुन्छ करनाथ छ उहाँ चाहिँ तर अब गएर जाल खेल्नेको कुरा भन्दै थियो अब गीतै गएको जस्तो भयो आज पनि जाल चाहिँ ल है त के हुन्छ बाटोमा देखाउने कोसिस गर्छु है पाखिमबाट अब अनलोड गरिसक्यो अब चाहिँ
हिँडे अब हिँडेको कति चाहिँ उकालो माथि गोठ चाहिँ माथि राख्ने अरे हो कति बोकेर जाँदैछ अब हामी लाग्यो दुईजना घरतिर हो अब नेक्स्ट ब्लगतिर भेटौँ है दुईजना यस्तो गतिमा छ भ्यानदेखिको तपाईँको अहिले 5 बजेन के गरेको 5:10 भइसकेछ भ्यान नै हिँडेको मान्छे हो भोलितिर नेक्स्ट भिडियोमा भेटौँ ब्लगमा है भन्दै आजको चाहिँ यति नै छ।